एउटा विचार, एउटा सपना अनि गाउँ बनाउने कल्पना जसको थियो उसैको नेतृत्वमा बन्दैछ जुगेडा शेरबहादुर महरा। यसबी उनी 2042 साल जेठ 27 गते आइतबार यसै धनगढीबार जुगेडामा जन्मेका हुन्। समाज सेवाको हुटुटी सानैदेखि अनि कम्युनिस्ट पार्टी एमालेको राजनीतिमा 2046 सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ माथतको युथ फोर्स धनगढी नगरको संस्थापक उपप्रमुख हुँदै युवा सङ्घ नेपाल धनगढी उपाध्यक्ष, युवा सङ्घ नेपाल कैलालीको जिल्ला सदस्य, सेती सदस्य, उपाध्यक्ष हुँदै कार्यवाहक अध्यक्ष, केन्द्रीय सदस्य हुँदै एकता पश्चात बनेको राष्ट्रिय युवा सङ्घको सचिवालय सदस्य र किसान महासङ्घको केन्द्रीय सदस्य हुँदै युवा सङ्घको राजनीतिबाट विदा तथा मूल पार्टी राजनीतितर्फ। सामाजिक कार्य 2068 सालमा 5वटा युवा क्लब मर्ज गरी नवबुद्ध युवा क्लबको अध्यक्ष, विसङ्गति विरुद्ध अभियान, गाउँमा सचेतनात्मक अभियान, विभिन्न आन्दोलन तथा सामाजिक उत्तरदायित्व, अखण्ड सुदूरपश्चिमको आन्दोलनमा सहसंयोजकको भूमिका, कमिटीमा नहुँदा पनि काठमाडौँ र धनगढीका विभिन्न सामाजिक र राजनीतिक गतिविधिमा सक्रिय, 3 वर्ष बन्द रहेको सवारी चालक अनुमति पत्र वितरणका लागि दबावसँगै परीक्षालाई पारदर्शी बनाउन ट्रायल सेन्टरमा सीसी क्यामेरा लगाउन पहल, कोरोना भाइरसको प्रकोपका बेला काठमाडौँबाटै धनगढीमा अक्सिजन सिलिन्डरदेखि क्वारेन्टाइनमा खाजासम्म, कोरोना प्रकोप नियन्त्रणका लागि धनगढीमा वडा सेनिटाइजिङ अभियान, तत्कालीन वन तथा वातावरण मन्त्री नारदमुनि राणाको स्वकीय अधिकृतको जिम्मेवारी र नेकपा एमालेबाट 2079 सालमा वडा अध्यक्ष निर्वाचित। निर्वाचित हुँदै जनताका काममा बजेट खर्च भइसकेको अवस्थामा पनि ऋण निकालेरै जनताका समस्या सम्बोधनतर्फ, बजेट अभाव हुँदा आफ्नै तलब भत्ता पनि जनताका काममा। उनी कहिल्यै थाकेनन्, उनको गति कहिल्यै कम भएन। आएको बजेट कार्यान्वयनदेखि थप बजेट माग्न प्रदेशदेखि केन्द्र सरकारसम्म पहल, अनि बन्दैछ धनगढी 12 जुगेडा, अरूभन्दा फरक शैली र पृथक पहिचान पनि, जसको परिणाम देखिँदैछ जुगेडामा सरसफाई, शान्ति सुरक्षा, सुशासनदेखि सहज सेवा। जब हाम्रो टिमको यहाँ पदभार हामीले ग्रहण गऱ्यौँ, त्यसको अवस्थामा वडा कार्यालयमा बस्न पनि गाह्रो हुने स्थिति थियो, किनभने त्यति बेला धेरै किसिमको सेवाग्राहीलाई बस्नेदेखि लिएर जनप्रतिनिधिलाई बस्नेदेखि लिएर काम गर्न निकै नै गाह्रो अवस्था थियो। त्यस बावजुद पनि आउने बित्तिकै वडा कार्यालयमा अलि सेवाग्राहीहरूलाई सहज हुने किसिमको कामहरू गऱ्यौँ। आउने बित्तिकै धेरै बाचा दिएको थियो, त्यो बाचा अनुरूप मागहरूको पनि पहिरो लाग्न थाल्यो र त्यही माग बमोजिम अनुसार पनि हामीले सुरुमै आउने बित्तिकै हामीले ढल निकासतिर हातले ढल निकास गऱ्यौँ 6 गाउँमा, जसको अवस्था त्योभन्दा पहिले धेरै डुबान भइसक्थ्यो, त्यो हामीले हल्का गऱ्यौँ। अरू कुरा हामीले प्रदेशसँग मिलेर पनि हामीले त्यही ढल निकासकै सँगसँगै हामीले पानी पिच पनि गरायौँ। यावत किसिमका समस्याहरू थिए, बत्ती बिजुली लगायत अरू अन्य चिजहरू पनि समस्याहरू थुप्रै थिए। फेरि पनि हामीले एउटा टिमवर्कबाट हामीले गर्न सक्ने कामहरू हामी गऱ्यौँ। अन्तिमको बजेट एउटा अगरबत्तीको कार्यक्रम मात्रै थियो। सबै बजेट सकिसकेको अवस्थामा पनि त्यो बजेटको बेलामा काम गर्ने बेलामा 1,33,000 नगरपालिकाबाट ढल निकासको लागि सहयोग भयो भने करिबन 4.5 लाख बराबरमा हाम्रो आफैले नै हामीले लगानी गरेर त्यो गऱ्यौँ। त्यो हामीले केही व्यक्तिगत रूपले पनि उधारको सहयोग गरेर र अरू अन्यबाट पनि सहयोग गरेर पनि हामी त्यसरी समस्या समाधान गरेका छौँ। अहिले पछिल्लो समयमा पहिलेको तुलनामा अहिले ठिक हुँदै आएको छ। अझै पनि हामीले सङ्कल्प गरेका कामहरू हामीले थुप्रै गर्नुपर्ने छ। त्योभन्दा पनि अति आवश्यक कुराहरूलाई हामीले विशेष गरी ध्यान दिँदै अब आउने दिनमा पनि ती कुराहरूलाई हामी सहज बनाउँदै गइरहेका छौँ। सानो आकारको बजेटमा ठुलो र धेरै काम गर्नुपर्ने बाध्यता वडा अध्यक्ष महरा र उनको टिमलाई थियो। त्यसैले वडा कार्यालयबाटै सुरु भयो सुशासन र सहज सेवा, अनि व्यवस्थित कार्यालयमा
कर्मचारीलाई काम गर्न सहज छ र जनताले सहज सेवा पाइरहेका छन्। हाल यस वडा कार्यालयमा बाउन्ड्री र गेटको व्यवस्था भएको छ, जसले गर्दा हाम्रो वडा कार्यालयको सुरक्षा भइरहेको छ र हाम्रो वडा कार्यालयमा कम्प्युटर प्रिन्टरको राम्रो व्यवस्था छ, एसीको व्यवस्था छ। वडाबाट अहिले हामीले योजनाहरूको भुक्तानी वडाबाटै गरिरहेका छौँ। सेवाग्राहीलाई वडाबाटै भुक्तानी गर्दा धेरै सहज भइरहेको छ। फर्निचरको कुरा गर्दा हामीले मिटिङ हलमा फर्निचरको व्यवस्था गरेका छौँ। मिटिङ हल तालिम गोष्ठी गर्नको लागि धेरै सहज भएको छ र सेवाग्राहीलाई अफिसभित्र पनि बस्ने बेन्च, कुर्सी र टेबुल लेख्नको लागि टेबुलको पनि व्यवस्था गरेका छौँ र गाडी पार्किङको पनि व्यवस्था गरेका छौँ। सेवाग्राहीलाई शौचालय बाहिर भएकोले छुट्टै शौचालय भएकोले सेवाग्राहीलाई धेरै सहज भइरहेको छ। वडा अध्यक्षज्यूको कोठा व्यवस्थापनले गर्दा फराकिलो भएको र फर्निचरको व्यवस्था भएकोले सेवाग्राहीहरूसँग छलफल गर्न, बस्न, कुराकानी गर्न धेरै सहज भएको छ र सेवाग्राहीलाई आफ्नो कुरा राख्न धेरै सहज भएको छ। वडा कार्यालयमा पटक बत्ती जाने, बत्ती गएपछि सेवाग्राहीले कुर्नुपर्ने, बत्तीको लाइन कुर्नुपर्ने भएकाले अहिले हामीले इन्भर्टर राखेर सेवाग्राहीलाई बसाल्ने, कुराउने त्यस्तो समस्याबाट समाधान गरेका छौँ र सेवाग्राहीले राम्रोसँग सेवा लिइराख्नु भएको छ। वडा कार्यालयमा हामीले इन्भर्टरको व्यवस्था गऱ्यौँ र खानेपानीको पनि राम्रो व्यवस्था गरेका छौँ। खानेपानी चिसो र तातो दुईटैको व्यवस्था गरिएको छ। खानेपानी शुद्ध सफा पानीको हामीले व्यवस्था गरिएको छ। 8 जना कर्मचारी छौँ र हाम्रो कर्मचारी व्यवस्थामा पनि एमआइएस अपरेटर, कम्प्युटर अपरेटर सन्जु बस्नेत हुँदा हाम्रो टिमहरू एकदम अहिले सहज तरिकाले हामीले सेवा दिइरहेका छौँ र हाम्रो टिम जनप्रतिनिधि र हामी कर्मचारीको टिमले सक्रिय भएर काम गर्दा हामी सेवाग्राहीलाई सहज तरिकाले अहिले हामीले सेवा दिइरहेको। अतिक्रमण हटाउने अभियान र नाला खोलेर बस्ती डुबानबाट बचाउने जिम्मेवारी पहिलो प्राथमिकतामा, अनि बस्ती र समुदायको जमिन जोगाउन नदी तटबन्धन कार्य, कालोपत्रे सडक, ग्राभेल र पानीपिच अभियान पनि निरन्तर। रिङ रोड, हुलाकी सडक जस्ता ठुला परियोजनाले वडा नम्बर 12 को मुहार फेर्दैछ। पछिल्लो 3 वर्षमा 6.5 किलोमिटर बढी सडक ग्राभेल, 700 मिटर बढी सडक मर्मत र 300 मिटर सडक कालोपत्रे सम्पन्न। पक्की नाली, विद्यालय भवन, सामुदायिक भवन, पानी नल, सिँचाइ बोरिङ लगायत माग अनुसारका कार्यक्रम निरन्तर जारी छन्। पूर्वाधारको हिसाबले हाल पछिल्लो समयभन्दा हाल धेरै नै प्रगति भएको केस छ। जस्तै सडककै कुरा गर्ने हो भने हाम्रो बेली बजारदेखि शिविरसम्म 2 किलोमिटर बाटो पिच भएको छ। तपाईँको कम्पनी चोकदेखि बिगाउँसम्म बाटो कालोपत्र भएको छ। नालीहरूको केसमा, पक्की नालीको केसमा हामीसँग पक्की नाली सहित कालोपत्रे भएको बेली पुलदेखिको चिज हो। पछिल्लो 3 वर्षको केसमा हाम्रो वडा नम्बर 12 मा सडक ग्राभेल मात्रै लगभग 7 किलोमिटर, 6.8 किलोमिटर सडक ग्राभेल भएको छ। सडक मर्मतमा 800 मिटर सडक मर्मत भएको छ। दीर्घकालीन रोगीहरूका लागि शौचालय निर्माण भएको छ। पक्की नाली निर्माण 200 मिटर जति भएको छ। 3वटा सिँचाइ बोरिङ निर्माण भएका छन्, हाल चालु रहेको अवस्थामा छन्। तटबन्धन मात्रै हाम्रो मोहना नदीमा 1.5 किलोमिटर अहिले भइरहेको अवस्था छ, 2 किलोमिटर र हालसम्म भइसकेको यो कानीखोला नदीमा पनि तपाईँको 200 मिटर तटबन्धन भएको छ। 2वटा विद्यालय भवन मर्मत भएका छन्। भवन, सामुदायिक भवन 2वटा, हाल एउटा बनिरहेको छ र एउटा बनिसकेको अवस्था छ। मन्दिरहरूमा पनि हाम्रो यो धार्मिक तथा सांस्कृतिक संरचनाहरूमध्ये मन्दिरको गेट निर्माण भएको छ। गुम्बा, मन्दिर घेरबार भएका छन्, जसमा 600 मिटर घेरबार भएको छ। अनि हाम्रो मसान घाट निर्माण भएका छन्। विद्युत पोल खरिद गर्ने काम भएको छ। हाल भर्खरै मात्र विद्युत प्राधिकरणसँग समन्वय गरी 26 लाखको विद्युत पोल खरिद गर्ने प्रोसेसमा छ।
जग्गा संरक्षणमा सार्वजनिक जग्गा अतिक्रमण हटाउने काम पनि भएको छ। हामीसँग एउटा वडा नम्बर 12 को सहरी स्वास्थ्य केन्द्र जग्गा अतिक्रमण हटाइएको छ। खोलानालामा हटाउने काममा तालहरू चाहिँ हटाउने कामको लागि छनौट भएर गएका छन्, हटाउने केसमा छन्। अनि सडक सुरक्षाको लागि सडक सिग्नल बोर्डहरूको काम भएको छ, जसमा 26 वटा सडक सिग्नल बोर्डहरू ठाउँमा राखिएका छन्। 10 वटा जति नलका जडान भएका छन्। पाइपलाइनहरू पनि वडाको पहलमा पाइपलाइन जडान गर्ने काम भइरहेको छ। सार्वजनिक जग्गा, सम्पदा क्षेत्र, मठ मन्दिर, देवस्थलको संरक्षण एवं पर्यटन प्रवर्धन पनि वडाको प्राथमिकतामा छ। मन्दिरका घेरबार, पर्खाल तथा भवन निर्माणका साथै सिद्धनाथ बेहडा बाबा शनिधाम हनुमान मन्दिरमा अष्ट चिरञ्जीवी सहितको शिवको वृहत मूर्ति निर्माण कार्य अन्तिम चरणमा। गुम्बा, मठ मन्दिर, देवथान लगायत सबै जात जातिको धर्म एवं संस्कृतिको संरक्षण। जनप्रतिनिधि भएर आइसकेपछि यस वडामा आफ्नो बुद्धि विवेकले भ्याएसम्म गरिराख्नु नै भएको छ। केही कुराहरूमा परिवर्तन पनि आएको छ। सुशासनका कुरामा पनि अब आफ्नो कार्यालयमा कर्मचारीहरूलाई काम गराउने प्रक्रियाहरू इत्यादिमा फेरबदल पाइएका छन्। अब विकास कर्म त यस्तै नै हो, सधैँ भइराख्ने कुरा नै हो। आफूले भ्याएसम्म गरिराखेकै अवस्था देख्छु म। हाम्रो यताको बेहडा बाबा मन्दिरलाई पनि सहयोग गरिराख्नु भएको छ। त्यस्तै अन्य ठाउँमा पनि हामीले के परिवर्तन देखिराखेका अवस्था हो। अहिले तत्काल तटबन्धनका कामहरू पनि गरिराख्नु भएको रहेछ र जोखिमपूर्ण काठहरूको पनि अहिले यस वडाको बाटोमा पर्ने सबै लगानीको प्रक्रिया गरिरहेको रहेछ। अब यी कुराहरू अलिक चेन्ज नै। अब शान्ति सुरक्षाको कुरामा पहिलाभन्दा अहिले अलिकता फरक नै छ। पहिला एउटा केन्द्र नै थियो, अस्थायी प्रहरी पोस्ट। अहिले चाहिँ अब यस वडामा चाहिँ कालिकामा पनि एउटा पोस्ट राख्नुभयो। बेस पनि आयो अहिले सीमामा। त्यसले अलिकै सुरक्षाको दृष्टिकोणले अलिक परिवर्तन नै देख्छ। अब जनउत्तरदायित्वमा अलि सरल व्यक्ति हुनुहुन्छ, जसले क्वेसन गर्दा पनि सरल स्वभावले चाहिँ कम्प्रोमाइज गराउनुहुन्छ। जनताका आवश्यकताका विषयमा पनि सहज तरिकाले सम्झाइ बुझाइ गरेर काम गरिराखेका मैले चाहिँ पाएको छु। शिक्षामा पनि उत्तिकै महत्त्व। कुनै पनि ठाउँको सर्वाङ्गीण विकास हो शिक्षा। उपमहानगरपालिकाले शिक्षालाई मोडल बनाउने अभियान थालेसँगै वडाले त्यसलाई थप परिष्कृत गर्ने प्रयास थाल्यो। वडामा हाल 6 सामुदायिक विद्यालय छन्। विद्यालय भवन, शैक्षिक सामग्री र प्रविधिको उपयोगसँगै आवश्यक शैक्षिक सुधारका कार्यक्रममा वडा सधैँ तल्लिन्छ। यसका साथै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मान कार्यक्रम पनि नियमित छ। वडाको सिद्धनाथ माध्यमिक विद्यालयलाई नमुना विद्यालयका रूपमा विकास गरी आवश्यक भौतिक एवं शैक्षिक विकासका कार्यक्रम जारी छन्। चौतर्फी विकास गर्न तत्कालै अहिले भर्खरका हाम्रा मेयर गोपाल हमाल ज्यूले पनि यसलाई नमुना विद्यालय घोषणा गरेर अनि अभिभावकको यस विद्यालयप्रतिको आकर्षण र विद्यार्थीको आकर्षणदेखि लिएर यसको शैक्षिक सुधारका विभिन्न कार्यक्रम भइरहेका छन्। अहिले समग्र कुरा गर्दाखेरि अहिले वडा नम्बर 12 को मात्रै नभएर धनगढीकै एउटा शैक्षिक हबको रूपमा हामीले लिएका छौँ। अहिले धनगढी उपमहानगरपालिकामा जुन 5 वटा विद्यालयहरू या नमुना विद्यालयहरू घोषणा गरिएका छन्, ती 5 वटा नमुना विद्यालयमध्ये एक सिद्धनाथ मावि हो। यो प्रायःजसो यो ग्रामीण भेगमा अथवा यो पिछडिको क्षेत्रमा रहेको हुनाले यहाँका बालबालिकाहरूलाई सहज रूपले शिक्षा आर्जन गर्न सजिलो होस्, सर्वसुलभ होस् भन्ने हो हेतुले यो नगरपालिकाले जुन कदम उठायो यो एकदम सराहनीय छ। यो नमुना विद्यालय घोषणा भइसकेपछि यस विद्यालयमा 10 वटा स्मार्ट बोर्डहरू जडान गरिएका छन्। हामीहरू विद्यालयमा स्मार्ट बोर्डबाट नै पठन पाठन गराउँछौँ। विद्यालयलाई अहिले प्रविधिसँग जोड्नको लागि अहिले नेट बाट हाम्रा विभिन्न कुराहरू ल्याउनेदेखि कम्प्युटरहरू सिकाउनेदेखि लिएर हाम्रा यस्ता प्रविधि कुराहरू भइरहेका छन्। अहिले यो प्रविधिले गर्दाखेरि पढाउनलाई पनि सजिलो हुँदो रहेछ। अहिले हामीलाई धेरै बोलिरहनु पर्दैन।
हामीहरू नेटमै धेरै कुराहरू अब यो स्मार्ट बोर्डमै धेरै कुराहरू त्यहाँ खोजेर हामी सजिलै पढाउन सक्छौँ। बच्चाहरू पनि आफै खोजेर आफ्नो पाठ्यक्रम आफै पाठ्यपुस्तक आफै खोजेर टिचर नभएको बेला पनि उनी पढ्न सक्छन्। यसैले गर्दाखेरि प्रविधिले एकदम हामीले सहजता गरेको छ। शिक्षासँगै बालबालिकाहरूलाई खेल क्षेत्रमा अग्रसर गराउन उपमहानगरको एक वडा एक खेल मैदान अभियानलाई सार्थक तुल्याउन वडाले सहकार्य गर्दै आएको छ। क्रिकेट, भलिबल, फुटबलसँगै अन्य खेलका कार्यक्रमका लागि स्थानीय तहको बजेटसँगै माथिल्लो निकायसँग उत्तिकै पहल गरिएको छ। वडाको सामर्थ्य अनुसार खेल मैदान निर्माण, क्लबका भवन निर्माण, तारजाली, खेल सामग्री सहयोग, खेलाडीको सम्मान अनि पुरस्कृत पनि गरिँदै आएको छ। वार्ड नम्बर 12 मा अहिलेको हाम्रो वडाको चिजु शेरबहादुरज्यूले चाहिँ केही त्यस्तो खेल सम्बन्धी तपाईँको खेलाडीहरूलाई राष्ट्रिय स्तरका खेलाडीहरू, अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू हैन, उमेर समूहका खेलाडीहरू जसले चाहिँ बाहिर देशभन्दा बाहिर पनि प्रतियोगिता खेलेर आउनु भएको छ अनि देशभित्र राष्ट्रिय खेलाडी भएर खेल खेलेर आउनु भएको छ। उहाँहरूलाई चाहिँ केही सानो रकम हस्तान्तरण गरेर सम्मान गर्ने कार्यक्रम पनि गर्नु भएको छ अनि त्यहाँका चाहिँ विगतमा खेलमा योगदान दिएकाहरूलाई पनि सम्मान गर्ने कार्यक्रम गर्नु भएको छ हैन। अब त्यहाँ चाहिँ हाम्रो उसु खेलाडी बहिनी जो चाहिँ उसु खेलेर फर्किँदै गर्दाखेरि दुर्घटनामा मृत्यु भएको थियो, उहाँको सम्झनामा पनि उहाँले चाहिँ प्रतीक्षालय चाहिँ बनाउनु भएको छ र उहाँको परिवारलाई पनि केही रूपमा चाहिँ आर्थिक सहयोग पनि गर्नु भएको छ। र उहाँले यो कार्यहरू चाहिँ सुरु गर्नुभएको छ, राम्रो कार्यको सुरुवात गर्नुभएको छ। अब ठुलो खालको त्यस्तो खेलकुद प्रतियोगिताहरू केही गर्न नसके पनि सायद अब आर्थिक बजेटको अलिकति चाहिँ अभावको कारणले हुनसक्छ। अहिले देशमा नै चाहिँ आर्थिक अभाव छ, अर्थतन्त्र जताततै डामाडोल छ, व्यापार व्यवसायहरू केही पनि छैन। त्यसले गर्दाखेरि पनि त्यो गर्न नसक्नु भए पनि तर उहाँले आफ्नो तर्फबाट गर्न सक्ने, खेलाडीहरूलाई सम्मान गर्ने, कुनै प्रतियोगिताहरू भयो भने सामग्रीहरू दिएर चाहिँ सहयोग गर्ने अनि खेलाडी के अरे खेलमा लाग्नु भएको अग्रज व्यक्तित्वहरूलाई सम्मान गर्ने कामहरू गर्नुभएको छ। यस राम्रो कार्यहरू गरिराख्नु भएको छ। सरसफाइलाई संस्कार बनाउने उपमहानगरको अभियानलाई धनगढी 12ले पनि निरन्तरता दिएको छ। फोहोरमुक्त वडा अभियान स्वरूप टोल सरसफाइ कार्यक्रमदेखि विद्यालय शिक्षासम्म यहाँ सञ्चालित छन्। यति मात्रै होइन, टोलमा आवश्यक डस्टबिन वितरण गरी सफा वडा राख्नुका साथै हरियाली अभियान अन्तर्गत वृक्षारोपण कार्यक्रम पनि जारी छन्। समुदायमा जनचेतनासँगै लक्षित वर्गका कार्यक्रम जारी छन्। यसका साथै कला संस्कृतिको जगेर्नाका लागि आवश्यक कार्यक्रम समावेश गरिँदै आएको छ। हामीले अहिले दोस्रो कार्यकाल बेला प्रतिनिधि आइसकेपछि हामीले समुदाय स्तरमा विभिन्न किसिमका क्रियाकलापहरू गर्दै आएका छौँ, जस कारणले गर्दाखेरि समुदाय स्तरमा विभिन्न किसिमका चेतनाहरू फैलिरहेका छन्। समुदायमा सहभागिता बढिरहेको छ। विभिन्न नयाँ नयाँ क्रियाकलापहरू भइरहेका छन् जसले गर्दा समाज सुधार एकदम अगाडि निरन्तर बढिरहेको छ। त्यस्तै हामीले विभिन्न क्रियाकलापहरू गऱ्यौँ। जस्तै सरसफाइ सम्बन्धी कुनै ज्ञान थिएन। सरसफाइ भनेपछि मान्छेले आफ्नो घर वरपर मात्रै सफा गर्ने भन्ने बुझेका थिए। अहिले आएर हामीले जुन जनचेतना फैलाइसकेपछि समुदाय स्तरमा हामीले आफ्नो घर आँगनदेखि सबै टोल समाज सबै सरसफाइ राख्नुपर्छ। सरसफाइलाई छुट्याएर फोहोरलाई छुट्याएर राख्नुपर्छ। सरसफाइको पनि वर्गीकरण हुँदो रहेछ भन्ने जुन जनचेतना आयो, त्यसले गर्दा हाम्रो समाज अहिले धेरै स्वच्छ, सफा र पूर्ण हरियाली पनि बन्दै गइरहेको छ र आगामी वर्षहरूमा यसलाई हामी निरन्तरता दिँदै एकदम अगाडि बढाउने छौँ। यस्तै व्यवसाय अनुगमन गर्दाखेरि पनि हामीले व्यवसायमा पहिले व्यवसाय दर्ता गर्दा खालि लोनको प्रक्रियाका लागि मात्रै अथवा कहीँ अनुदान पाइन्छ कि भन्ने हिसाबले दर्ता गरेका थिए, जुनले हाम्रो राजस्व धेरै घटिरहेको थियो। अहिले आएर हामीले कानुनी प्रक्रिया बुझाउँदै जाँदाखेरि
व्यवसाय एकदम भइरहेको छ। अहिले लगभग 80% व्यवसाय हामीले दर्ता नवीकरण गर्न सफल भएका छौँ र आउँदा दिनमा यसरी नै गर्दै जाँदा हामी आउने वर्षहरूमा 100% पुगाउने हाम्रो लक्ष्य रहेको छ। यसै गरी व्यवसायबाट हामी सुरुका वर्षहरूमा 7 लाख यस्तो व्यवसाय राजस्व उठिरहेको थियो र अन्य व्यवसायहरू पनि कमै थियो। अहिले जुन व्यवसायले गर्दाखेरि राजस्व पनि वृद्धि भइरहेको छ। व्यवसायबाट मात्रै यो वर्ष हामीले 8 लाख राजस्व उठाउन सफल भयौँ र आगामी वर्षमा हामीले 2 गुणा बढाउने लक्ष्य राखेका छौँ। यसै अन्य सिफारिस दस्तुरहरू पनि यसै किसिमले वृद्धि भइरहेको छ। अनि हामीले विभिन्न आमा समूहमा जनचेतनामूलक कार्यक्रम गरेर आमा समूह पनि एकदम सक्रिय रूपमा भइरहेका छन्। अनि खानेपानी भएका घर नभएका घरदेखि अनुगमन गर्यौँ। कुन अवस्थामा छन् त हाम्रो खानेपानीको अवस्था के छ भन्ने हामीले अनुगमन गर्दै गऱ्यौँ। पहिलेको तुलनामा अहिले एकदम राम्रो सहभागी खानेपानीको अवस्था छ। अनि हामीले लागु पदार्थ दुर्व्यसन सम्बन्धी विभिन्न क्रियाकलापहरू जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेका छौँ। त्यसै गरी हामीले 45 दिने कार्यक्रम गऱ्यौँ। 45 दिने कार्यक्रममा हामीले घरेलु मदिरा नियन्त्रण, बाल विवाह, बहुविवाह, घरेलु भय झगडा, आत्महत्या रोकथाम, लागु पदार्थ दुर्व्यसनी, छाउपडी प्रथा उन्मूलन जस्ता विभिन्न क्रियाकलापहरू गरेर समाजमा एकदम जनचेतनामूलक कार्यक्रम गर्दाखेरि धेरै प्रभाव परेको छ। यसले गर्दा समाज एकदम अग्रसर रूपमा अगाडि बढिरहेको छ। यस्ता क्रियाकलापले गर्दाखेरि अझ आगामी दिनमा हामीले यस्ता क्रियाकलाप गऱ्यौँ भने हाम्रो समाज पुरै सुधार हुने हामीले अपेक्षा लिएका छौँ। त्यस्तै गरी हामीले टोल विकास समितिहरू पुनर्गठन पनि गर्दै आइरहेका छौँ। टोल विकास समितिले एकदम सक्रिय सहभागिताले गर्दाखेरि विभिन्न काम क्रियाकलापहरू गर्न हामीलाई सजिलो भएको छ। यस्तै आगामी दिनमा पनि हामीले यस्ता क्रियाकलाप निरन्तर गर्दै गयौँ भने पूर्ण सक्रिय सहभागिता गराउने हाम्रो लक्ष्य रहेको छ। टोल विकास समितिको पनि हामीले मासिक बैठक राख्ने गरेका छौँ। मासिक बैठक गर्दाखेरि उनीहरूलाई विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रम कहाँ के भइरहेको छ, कुन महिना के कार्यक्रम हुँदैछ, कुन योजनाहरू कहाँबाट आइरहेका छन् भन्ने कुरो पुरा जानकारी छ। त्यसले गर्दाखेरि समाज एकदम सक्रिय रूपमा अगाडि बढिरहेको छ। त्यस्तै हामीले विभिन्न सङ्घ संस्थाहरूसँग कोअर्डिनेसन गरेर सङ्घ संस्थाबाट विभिन्न कार्यक्रमहरू ल्याएर बाल क्लबका भाइ बहिनीहरूलाई अथवा टोल विकासका समितिका पदाधिकारीहरूलाई सबैलाई यस्ता सङ्घ संस्थाबाट आबद्ध गराएर विभिन्न कार्यक्रम गर्दै आएका छौँ। जसले गर्दा समाज परिवर्तन एकदम द्रुत गतिमा बढिरहेको छ। त्यस्तै हामीले दलित बस्तीहरूलाई पनि विभिन्न संस्थासँग कोअर्डिनेसन गराएर उनीहरूलाई विभिन्न आय आर्जनमूलक कार्यक्रममा जोड दिँदै गइरहेका छौँ। उनीहरूलाई खाद्यान्न, लत्ता, कपडा जस्ता विभिन्न क्रियाकलापहरूमा अगाडि बढाइरहेका छौँ। त्यो संस्थाहरूसँग कोअर्डिनेसन गर्दाखेरि यस्तै बाल क्लबका पनि हामीले पुनर्गठन गऱ्यौँ। स्कुलमा बाल क्लब पहिला त गठन थिए तर ती स्कुलमा सीमित मात्रै थिए, तिनीहरूले कुनै क्रियाकलापहरू गरिरहेका थिएनन्। अहिले आएर बाल क्लबहरूले पनि नियमित आफ्नो विद्यालय वृक्षारोपण गर्ने, विद्यालयमा फुलहरू रोप्ने अनि विभिन्न क्रियाकलापहरूमा सहभागी हुने एकदम अग्रसर भएर लाग्ने गरेका छन्। त्यसले गर्दा विद्यालय स्तरमा पनि राम्रो सहभागिता देखिन्छ। कृषि क्षेत्रलाई प्राथमिकतामा दिई आवश्यक कृषि औजार र तालिमको व्यवस्था, किसानलाई आवश्यक अनुदानका लागि पहलसँगै पुष्प व्यवसायको प्रवर्धन, प्लास्टिक मुक्त धनगढी अभियानलाई सघाउन दुना टपरी लगायतका व्यवसायको प्रवर्धन। यति मात्रै होइन, सिप तथा रोजगार मेलामा तालिमका लागि सहजीकरण गर्दै आफ्नै ठाउँमा व्यवसाय एवं काम गर्न ओडाले प्रेरित गरेको छ, जसबाट सबैभन्दा बढी महिलाहरू लाभान्वित भएका छन्। मेरो त्यस्तै घरको स्थिति कमजोरी भएर मैले क्यारिङ काम पनि गरेँ, सोडादेखि सामान बोकेँ, धेरै मेहनत पनि गरेँ थिएँ मैले होइन। काम लेबर पनि काम गरेँ बिचमा, मेरो बुढा अलिक कमजोरी हुनुहुन्छ। अनि त्यसपछि गएर मैले वडा अध्यक्षसँग पनि राखेँ, केही कुरा म काम गर्छु मलाई गराउनुहोस् भनेर। त्यसपछि मैले धनगढी उपनगरपालिकामा पनि मैले तालिम, मेरो रोजगारको तालिम पनि सिकेँ टक्रमको। त्यसमा पनि गएर मैले सिकेर अलि मन पनि मेरो खुसी भयो कि मैले यो काम गर्न सक्छु भनेर। अहिले पनि जस्तो लागेको छ मैले यहाँ आएर पनि त्यो तालिम सिकिसकेपछि पनि मैले यहाँ आएर पनि आफै लिडर भएर म यिनीहरूलाई काम गराउँदैछु, दिदीबहिनीहरूलाई। यिनीसँग पनि म धेरै खुसी छु कि म केही चिज पनि गर्न सक्छु भन्ने मेरो मनमा ख्याल पनि आयो, हिम्मत पनि बढ्यो।
अनि त्यसपछि मैले वडा अध्यक्षसँग पनि सल्लाह गरेँ, मलाई पनि केही काम यो सिद्धिसकेपछि केही काम पनि अरू पनि दिनु होला, म गर्न तयार छु भनेर उहाँसँग पनि मैले सरसल्लाह गरेँ। उहाँ के भन्नुहुन्छ त्यही गर्न चाहन्छु म पनि। उपमहानगरबाट सञ्चालित विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकको निरन्तरता यसको वडाबाट व्यापक प्रचार प्रसार छ। त्यसै कारण नागरिकहरू हरेक महिना घर दैलोमै विशेषज्ञ स्वास्थ्य सेवा पाइरहेका छन्। यसका अलावा वडामा रहेका आधारभूत स्वास्थ्य केन्द्रबाट नियमित खोप कार्यक्रम, भिटामिन पोषण कार्यक्रम लगायतलाई थप परिष्कृत गरिएको छ। स्वास्थ्य केन्द्रको सेवा प्रभावकारी बनाउन आवश्यक उपकरण तथा घेरबार र खानेपानीको व्यवस्थापन गरिएको छ। दैनिक ओपिडी सेवा दिइरहेका छौँ। बिरामीहरू प्रत्येक दिन चाहिँ बिरामी जाँच गर्ने, परामर्श गर्ने, उपचार गर्ने कुराहरू भयो। त्यस्तै हाम्रो यहाँ चाहिँ परिवार नियोजन सेवा छ। परिवार नियोजनका 4 प्रकारका अस्थायी साधनहरू चाहिँ हामीले यहाँबाट दैनिक सेवा दिइरहेका छौँ। र अर्को छ खोप सेवा छ। खोप सेवा पनि हामीले प्रत्येक महिनाको 3 दिन चाहिँ 2 दिन फिल्डमा 1 दिन स्वास्थ्य केन्द्रबाट नै बालबालिकाहरूलाई खोप लगाउने हाम्रो नियमित खोप कार्यक्रम पनि चल्छ। र त्यस्तै अर्को आमा सुरक्षा कार्यक्रम छ, जसमा गर्भवती जाँच गर्ने र सुत्केरी भइसकेपछि पनि यहाँबाट सिस्टर घरमै गएर सुत्केरीको घर दैलोमै गएर सेवा दिने पनि हाम्रो यहाँबाट भइरहेको छ त्यो सेवा। र अर्को त्यस्तै हामीसँग छ यो के अरे पोषण सेवा भयो। बच्चा प्रत्येक महिना हामीले गाउँको क्लिनिक सञ्चालन गर्छौँ। प्रत्येक महिनाको 3 दिन र 1 दिन संस्थामा गरेर बच्चाहरूको बालबालिका 2 वर्षसम्मको बालबालिकाको तौल लिने, वृद्धि अनुगमन दिने, स्वास्थ्य शिक्षा र बालभिट्टा पोषणयुक्त बालभिट्टा वितरण कार्यक्रम पनि यहाँबाट हामीले गरिरहेका छौँ। त्यस्तै हाम्रो क्षयरोग, कुष्ठरोगको औषधिहरू पहिला जुगेडा पक्कै पनि धनगढी उपमहानगरपालिकाको सेती प्रादेशिक अस्पतालबाट अलिकति टाढाको दूरीमा छ। यातायातको सहज पहुँच पनि छैन यहाँ, अलिकति विकटताको भौगोलिक भएकोले र जनताहरूलाई दुःख थियो, यहाँबाट सेवा लिन सेतीसम्मै पुग्नु पर्थ्यो। अहिले वडामा चाहिँ सबै सेवाहरू उहाँहरूले यहीँ पाउनुहुन्छ। खोप भयो, पोषण भयो, परिवार नियोजन भयो, दैनिक उपचार भयो। त्यस्तै अर्को हाम्रो चाहिँ धनगढी उपमहानगरपालिकाबाट विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक पनि प्रत्येक महिना चाहिँ नियमित सञ्चालन हुँदै आएको छ। प्रत्येक महिनाको 1 दिन, जसमा चाहिँ नसर्ने रोगहरू, मुटु रोगी भयो होइन, अनि यो बिरामी दीर्घरोगीहरूले चाहिँ यहीँ आएर सेवा लिनुहुन्छ र सहज रूपमा सेवा, औषधि र विभिन्न जाँचहरू चाहिँ निःशुल्क रूपमा पाइरहनु भएको छ। जसले गर्दा गरिब न्यून आय भएका व्यक्तिहरू, जसको पहुँचभन्दा टाढा, अस्पतालको पहुँचभन्दा टाढा भएको व्यक्तिहरूले पनि सहज रूपले सेवा लिइराख्नु भएको अवस्था छ। धेरै लाभान्वित हुनुहुन्छ उक्त कार्यक्रमले गर्दाखेरि। त्यस्तै विभिन्न विद्यालयहरूमा स्वास्थ्य शिक्षाका कार्यक्रमहरू चलाउने अभियानमा भर्खरै HPV खोपहरू लगायौँ हामीले। त्यस्तै होइन, महिला स्वास्थ्य स्वयंसेवीकाज्यूहरू 12 जना हुनुहुन्छ। उहाँहरूले भिटामिन एहरू प्रत्येक 6 महिनामा जुकाको औषधि भिटामिन ए खुवाउने कार्यक्रम गर्नुहुन्छ र अन्य खोप, गाउँघर क्लिनिक र अन्य काममा चाहिँ उहाँहरूले सहयोग गर्नुहुन्छ। टोलमा जनचेतना जगाउने काम गर्नुहुन्छ। त्यस्तो सेवाहरू चाहिँ अहिले चाहिँ हामीले यो स्वास्थ्य संस्थाबाट नियमित रूपमा प्रदान गरिरहेका छौँ। विगतको वर्षमा यो सहरी स्वास्थ्य केन्द्रको आफ्नो भवन नै थिएन। यहाँ नजिकै भाडामा चाहिँ यो हामीले यो सहरी स्वास्थ्य केन्द्र चाहिँ सञ्चालन गरिरहेका थियौँ। अहिलेको वर्षमा चाहिँ यो स्वास्थ्य संस्थाको आफ्नै चाहिँ यो भवन छ। अनि त्यसै गरेर चाहिँ विगतको वर्षहरूलाई हेर्दाखेरि अहिलेको वर्षहरूमा यो सहरी स्वास्थ्य केन्द्रको धेरै नै परिवर्तनहरू भइरहेको छ। अनि परिवर्तनकै कुरा गर्दाखेरि चाहिँ पहिले चाहिँ खानेपानी पनि थिएन, पिउने पानी। हामी सबै स्टाफहरू चाहिँ आफ्नै घरबाट पानी बोकेर चाहिँ पिउने गर्थ्यौँ। अहिले चाहिँ हाम्रो सहरी स्वास्थ्य केन्द्रमा नै खानेपानी पनि जडान गरिदिनु भएको छ। इन्भर्टर पनि थिएन हेर्नु। अहिले बिपी लिँदाखेरि पनि हामीलाई बिजुली नै चाहिन्छ। बत्ती नै छैन भने हामीले चाहिँ प्रेसर लिन आउने बिरामीलाई पनि तपाईँहरू एकछिन कुर्नुहोस् है भनेर पर्खाउनु पर्ने अवस्था थियो भने अहिले हाम्रो सहरी स्वास्थ्य केन्द्रमा इन्भर्टरको पनि व्यवस्था गरिदिनु भएको छ। त्यसै गरी अरू परिवर्तनहरू, यस्तै परिवर्तनहरू, थुप्रै परिवर्तनहरू भइरहेको छ। जस्तै घेरबारकै कुरा गर्दा योभन्दा अगाडि हाम्रो स्वास्थ्य संस्थामा चाहिँ घेरबार थिएन, पुरै खुल्ला थियो होइन। हामी एकदमै आफूलाई असुरक्षित छौँ भन्ने जस्तो पनि सोच्थ्यौँ। अहिले चाहिँ वडा कार्यालय मार्फत हाम्रो स्वास्थ्य संस्थाको घेरबार पनि गरिदिनु भएको छ। त्यसै गरी अरू सामान्य परिवर्तनहरू धेरै भइरहेका छन्।
विकासमा दीर्घकालीन प्रभाव पार्ने, नागरिकले प्रत्यक्ष राहत महसुस गर्ने, धनगढी 12 जुगेडाको गरिमा बढाउने र जुगेडालाई श्री जुगेडाका नामले परिचित गराउने वडाको अभियान जारी छ। पुनर्वासबाट बस्ती विकास भएर 2031 सालमा मात्रै जुगेडा गाउँ बनेको इतिहास छ। यहाँको विकासमा चुनौतीसँगै सम्भावना पनि उत्तिकै छ। नदी, नाला, जङ्गलले घेरिएको वडामा धार्मिक, सांस्कृतिक एवं बस्ती विकासका हिसाबले पनि सम्भावना देखिन्छ। हामी आएदेखि थुप्रै कुराहरू त केही पहिले पनि थाहा थियो, किनकि अब हामी यही स्थानीयकै भएको कारणले गर्दा पनि, र आइसके पश्चात पनि थुप्रै खालका निवेदनहरू भिन्न भिन्नै किसिमले आउने, कोही मौखिक आउने, कोही निवेदन आउने लगायतका किसिमले पनि हामी आफै पनि गयौँ, अनुगमन गयौँ, हामी लागिरहन्छौँ पनि। केही न केही रूपले हामी केही कुराहरू, समस्याहरू पत्ता लगाइरहन्छौँ। त्यसलाई समाधान गर्नका लागि, दिगो पार्नका लागि हामीले धेरै त्यस्ता अभ्यासहरू पनि गऱ्यौँ र हामीले निर्णय गर्दै हामी कामहरू अगाडि बढाउँदै गइरहेका पनि छौँ। अब जस्तै हामीसँग गैर कृषि कम छ, कृषि बढी छ। त्यो कृषि भूमि जमिनमा हामीले यसलाई यसपटक हामीले कृषि पाठशाला अन्तर्गत हामीले 4 किसिमका आलु लगाएका थियौँ। स्थानीय, विशेष गरी हामी स्थानीय थारू आलु भन्छौँ। त्यसको राम्रो प्रोडक्सन गर्न सक्यौँ। 30 जनाले आलु तालिम दिएका थिए र उहाँले तालिम सँगसँगै उहाँहरूले जो उत्पादन गर्नुभयो त्यसबाट धेरै प्रभावित पनि हुनुहुन्छ, खुसी पनि हुनुहुन्छ। यही सँगसँगै कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख योसँग पनि सल्लाह हुँदा उहाँले आउँदो वर्ष आलु पकेट क्षेत्र घोषणा गर्ने सम्बन्ध पनि हाम्रो कुरा भएको छ। आउँदो वर्षदेखि हामी त्यसलाई अझै फेरि हामी बढाउँछौँ। अब सिँचाइका विषयमा प्रत्येक गाउँमा ड्युटिबल छन्, अझै पनि हाम्रा 3-4वटा जति ड्युटिबल फेरि पनि हाम्रो बनिरहेको छ। सामूहिक टी बोरिङहरू पनि हामीले उपलब्ध गराएका छौँ र अब आउँदा दिनमा पनि हामी कहाँसम्म उहाँहरूको सिँचाइ पुगेको छ, त्यहाँदेखि कति अपुग्छ, त्यसका लागि हामी पाइप विस्तार गर्दै पनि लिएर सिँचाइलाई हामी पर्याप्त गर्ने भन्ने कुरा पनि गरेका छौँ। विभिन्न हामीसँग 4वटा सामुदायिक वन छन्। 4वटा सामुदायिक वनलाई पनि नगदे बाली, आयमुखी, व्यवसायिक किसिमका हामी वृक्षारोपण गर्ने, जस्तै बाँस लगायत अरू अन्य हिसाबले पनि हामी जान खोजिरहेका छौँ र पर्याप्त ढङ्गले काठ उपलब्ध हुने हिसाबले पनि हामी लागिरहेका छौँ। त्यसैलाई नै हामी गौशालाका रूपमा, हामी चरण क्षेत्रका रूपमा पनि, हामी महलका रूपमा हामी यसरी पनि जान खोजिरहेका छौँ। दिगो कुरामा हामीसँग 7 नम्बर वडा नम्बर 7 को हुलाकी सडक रोडसँग हाम्रो 12 नम्बर जोडिएको भएको कारणले गर्दा पनि शाखा रोडको विस्तार हुन पायो भने त्यसले एउटा पछिसम्मको एउटा राम्रो प्रभाव पर्छ। व्यवसायदेखि खर्चदेखि लिएर आन्तरिक पर्यटक आउनेदेखि लिएर त्यसै गरी नमुना विद्यालयको ताल छ, त्यो तालदेखि हुलाकी सडकसम्मको जो सिमसार क्षेत्रलाई हामीले बृहत रूपमा ताल बनाउँदा हाम्रो आन्तरिक राजस्व र अरू अन्य आन्तरिक पर्यटकहरूलाई पनि भित्राउने कुराहरू छ। त्यसै गरी हामीसँग अहिले खुटियाको 2 किलोमिटर तटबन्धन, सङ्घ र नगरपालिकाको सहयोगबाट 42 लाख रुपियाँको तटबन्धन, सूर्यबाट 24 लाखको तटबन्धन गरेर आर्यघाटलाई पनि हामीले सुरुवात गरिसकेका छौँ। आर्यघाटको काम पनि हाम्रो करिबन यो वर्षको अन्तिमसम्ममा हामी सुरुवात गर्न सक्ने खालको हामी बनाउँदैछौँ। त्यसको अझ 1-2टा कामहरू रोकेको छ जो सक्नेछौँ हामी। त्यसले पनि एउटा वडाभित्रको एउटा मात्र आर्यघाट हुँदा सबैलाई सहज हुने किसिमको देखिँदैछ। वडा कार्यालयमा पनि सेवाग्राहीहरूलाई कसरी सहज गर्न सकिन्छ भन्ने हिसाबले हामी दैनिकी हिसाबले सामान्य निवेदनका नमुना बनाउने, पैसा पर्ने किसिमलाई पनि हामीले निःशुल्क दिने हिसाबले विभिन्न वर्गलाई पनि हामीले छुट्याएर उहाँहरूलाई पनि हामी के कति दिन सक्छौँ। झोल लगायत अरू अन्य चिजहरू पनि छन्। अब बिमाका हामी हिसाबले जाँदैछौँ। वडा नम्बर 12 अपाङ्गता भएका व्यक्तिहरूको सारथी बनेको छ। अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री, निःशुल्क सहयोगदेखि स्क्रिनिङ शिविरसम्म आयोजना हुँदै आएका छन्। यसका साथै अपाङ्ग मैत्री संरचना निर्माणमा वडाले सामर्थ्य अनुसार सहयोग गर्दै आएको छ। यो वडाले नै बनायो, वडाले त्यो टोयलेट बनाएको शेरबहादुर महराले नै हो, उसको नाम दिनै पर्छ है, उसले नै हो यो बनाएको, उसले नै हो। यति मात्रै होइन, धनगढी 12 का लागि गौरवका योजनाको पहल कदमी पनि भएको छ। यहाँ रहेका नदी नाला, जल जङ्गलको सदुपयोग गरी नागरिकको आर्थिक उपार्जनसँग जोड्ने वडाको पहल जारी छ। यसको लगानीका लागि माथिल्लो सरकार कहाँ पहल जारी छ। 3 वर्षीय अवधिमा गर्न नसकेका काम आगामी 2 वर्षमा फत्ते पार्ने गरी
वडाको टिम क्रियाशील छ। हाम्रो हुलाकी सडकसँग जोडिएको शिविर हिम्मतपुर शिविर डी गाउँ सिद्धार्थनगर हुँदै बेली जोड्ने बाटोमा दुवैतर्फ पक्की नालीको व्यवस्था हामीले गर्न सक्यौँ भने मर्निङ वाकदेखि लिएर त्यो जङ्गलको बाटो भएको कारणले गर्दाखेरि हुलाकी सडक भएको कारणले गर्दाखेरि त्यो शाखा रोड यदि हामीले सङ्घबाट सहरीबाट जुन खालको हामीले अपेक्षा गरेका छौँ त्यो खालको आएको छ भने हाम्रो सबैभन्दा बढी चल्ने बाटो बन्नेछ। त्यसका कारणले गर्दाखेरि आन्तरिक पर्यटकहरूलाई भित्राउन धेरै सहज हुनेछ। एउटा त्यसको लागि लागेका छौँ। सिँचाइका लागि भनिहाल्यौँ, हामी पाइप विस्तार लगायतको हामी पहुँच बनाउँछौँ। त्यसो हुँदा कृषिमा पनि हामी निकै मनज्ञ आम्दानी हामी निकाल्न सक्ने खालको देखिँदैछ। अरू अन्य हाम्रो धामको कुरा छ। धाम पनि हामी एउटा प्रत्येक वर्ष महायज्ञ हुने रामायण हुने त्यो किसिमले हामी जाँदैछौँ। त्यसको पनि एउटा हामीले अहिले सङ्घबाटै पर्यटनबाट हामीले माग गरेका छौँ। आशा छ उहाँबाट आउनेछ। गुम्बाको कुरा छ। प्रत्येक वर्ष हामी बुद्ध जयन्ती मनाउनेदेखि लिएर अरू पर्व पनि हामी त्यहाँ बनाउन सक्ने र आन्तरिक पर्यटकहरू पनि बस्न सक्ने किसिमको हामी त्यो बनाउँदैछौँ। तालको कुरा छ। मोटर बोटहरू पनि हामीले त्यहाँ यदि गराउन सक्यौँ भने त्यसबाट पनि राजस्व निकै आउने र गर्मी छल्न पनि धनगढी उपमहानगरपालिकाको नजिक भएका कारणले गर्दा पनि त्यसको पनि भविष्य निकै राम्रो देखिएको छ। अहिले जो 2 किलोमिटर तटबन्धन जो लाग्ने छ खुटियाको भाग पुरिसकिँदैछ। त्यो तटबन्धन बने पश्चात हामीसँग रहेको जो नर्सरी लगायत अरू अन्य जमिन छ, करिबन 25-30 बिघा जमिन छ। त्यो जमिनलाई यदि हामीले राम्रोसँग युटिलाइज गर्न सक्यौँ भने भोलिका आउने दिनमा रिफ्रेसमेन्ट एरिया महोत्सव स्थल नै बन्न सक्ने किसिमको हामीसँग स्पेस छ। त्यसले गर्दा पनि भविष्य निकै राम्रो देखिन्छ। त्यसै गरी हाम्रो अहिले गाउँमा मनोकामना ग्राउन्ड छ जो सेन्ट्रल प्लटमा जो हाम्रो 1 करोड बराबरको अहिले नयाँ टेन्डर सुरु भएर शिलान्यास सुरु भइसकेको छ। 1 करोडको टेन्डर त्यो प्याराफिट भन्दा निकै खेलाडीहरूलाई खेल जगतमा पनि राम्रै खालको प्रभाव पर्नेछ। धनगढीको रङ्गशाला पश्चातको रङ्गशाला बन्ने एउटा कल्पना हो। त्योभन्दा अगाडि 23 लाखको प्याराफिट बनिसकेको छ। त्यो मार्केट 10 करोडको टेन्डर सुरु भइसकेको छ। गाउँको जो मेन मार्केट हाम्रो वडा नम्बर 12 को जो गाउँको मार्केट घोषणा गरेका छौँ त्यसमा पिच बाटो नाली सहितको पक्की नाली सहितको लाइटिङ सहितको हाइमाक्स लाइट पनि लाउने भन्ने कुरा भइसकेको छ। त्यो हुँदा त्यसले गर्दा पनि एउटा बजार व्यवस्थापन पनि हाम्रो एउटा राम्रै देखिन्छ। हिम्मतपुर शिविरमा विद्यालयको जमिन छ। त्यसलाई पनि एउटा एकाडेमिक एउटा उस तरिकाबाट जाने त्यहाँ पनि 2-2.5 बिघा जमिन करिबन छ। त्यो जमिनलाई पनि राम्रो सदुपयोग गर्न सक्यो भने अहिले कालिका पोस्टले गर्दा पनि शान्ति सुरक्षामा राम्रो ल्याएको छ। हाम्रो जुगेडा पोस्टमा पनि अहिले अपग्रेड वरिष्ठ सै साहबको कमान्डिङमा एक खालको बनिरहेको छ। बिओपीमा इन्सपेक्टर साहबको कमान्डिङमा 33जनाको टोली सीमा पनि अहिले सुरक्षाको एउटा महसुस भएको छ। यसैलाई नै हामीले बढाउन सक्यौँ भने चारै नाकालाई जोड्न सक्यौँ भने अरूको तुलनामा यो वडा अलिक शान्ति सुरक्षा पनि छिटो हुने देखिन्छ। हामी निरन्तर लागिरहेका छौँ। त्यसबाट पनि राम्रो छ। 6 गाउँमा 6वटा विद्यालय छन्। 2टा विद्यालय 3टा विद्यालय 5मा 5का छन्, एउटा 8का छन्, अर्को 10 को छ, अर्को 12 को छ, नमुना समेत परेको छ। त्यो विद्यालयहरूमा पनि यो हाम्रो शारदा विद्यालय 10 क्लासको कक्षाको छ। यो पनि हिजो अस्ति मात्रै सामाजिक विकास मन्त्रालय अन्तर्गत नमुना पर्न सफल भएको छ। यसले गर्दाखेरि शिक्षामा पनि राम्रै खालको पहुँच हुने देखिन्छ। यी लगायत थुप्रै कुराहरूमा हामीले यो अब आउने 2 वर्षमा हामी फत्ते गर्ने हामीले एउटा कमिटमेन्ट गरेका छौँ। आशा गरौँ सङ्घ सरकारबाट आउने सहयोग, प्रदेशबाट आउने सहयोग, नगरबाट आउने सहयोग र जो वडामा हामीले पाउँछौँ त्यसले हामीले पोलिस लगाउन सक्ने, हामी टालटुल गर्न सक्ने, हामीले सफा राख्न सक्ने, हामी आफूलाई जनचेतना दिएर हामी सबै एउटा सभ्य नागरिकको एउटा समाज बनाउन सक्ने हेतुले हामी जान खोजिरहेका छौँ। अवश्य हामी आशा गरौँ राम्रै हुनेछ। धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको हाम्रो धनगढी हामी बनाउँछौँ भन्ने अभियानलाई वडामा फरक ढङ्गले सञ्चालित छ। लैङ्गिक हिंसा विरुद्धको अभियानदेखि शान्ति सुरक्षा, लागु औषध, घरेलु मदिरा, घरेलु हिंसा, बालविवाह, बहुविवाह, छाउगोठ, झैझगडा मुक्त वडा एवं सरसफाइ कार्यक्रममा वडावासीको सहभागिता बढ्दो छ। विगतको तुलनामा घरेलु हिंसा, झैझगडा तथा चोरी तस्करी समेत नियन्त्रण हुँदै गएको छ। कार्यक्रममा यो कार्यक्रम वडा अध्यक्षज्यूले वास्तवमा एउटा युवा
युवालाई हामी परिवर्तनको सम्भाग भन्छौँ। युवालाई वास्तवमा परिवर्तनको होइन कि परिवर्तनको आधार पनि हो, त्यो कुरा वास्तवमा उहाँले देखाउनु भएको अवस्था छ। सानै भए पनि तपाईँहरूलाई सबैलाई एउटै मञ्चमा राखेर यो समाजलाई रूपान्तरण गर्ने कुराहरूमा लागु औषधबाट मुक्त गर्ने कुरा, घरेलु हिंसाबाट मुक्त गर्ने कुरा, स्वस्थ समाज निर्माण गर्ने कुराहरू, त्यति मात्र होइन एउटा आफ्नो ओरिटर, आफ्नो बोल्न सक्ने वास्तवमा एउटा सभ्य नागरिक निर्माण गर्ने कुराहरूदेखि लिएर सरसफाइ, सुशासन सबै कुराको लागि वास्तवमा समृद्ध मान्छे बनाउनका लागि जुन यो कार्यक्रम आयोजना गरियो, यो कार्यक्रमको वास्तवमा आफैले यो चित्र आफै बोल्छ, चित्रले आफै चरित्र देखाउँछ भने जस्तो यो वास्तवमा कार्यक्रमले एउटा परिणाम देखाएको अवस्था छ। यो परिणाम तब मात्रै वास्तवमा विश्राम लिन्छ जब तपाईँको यो 12 नम्बर वडा ठ्याक्कै रूपान्तरण भइसक्छ, तब मात्रै वास्तवमा यसले विश्राम लियोस्। धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेका विभिन्न अभियानलाई वडा नम्बर 12 ले सामर्थ्य अनुसार कार्यान्वयन गरिरहेको छ। यसका अलावा जनतासँग जोडिएका दैनिक कामसँगै जनताका सुख दुःखमा वडा अध्यक्ष शेरबहादुर महरा सक्दो सहभागिता जनाउँदै आएका छन्। युवा जोस र आँटलाई उनको टिम र जनताले सहयोग गरेकै कारण बाचा गरेका काम फत्ते पार्न 5 वर्ष कुर्नुपर्ने देखिँदैन। अहिलेको यो सन्दर्भमा हेर्ने हो भने हामीले राम्रै पाएका छौँ। उहाँले समग्र विकासको लागि कुनै पनि क्षेत्रलाई छुटाउनु भएको छैन। सामाजिक विकासमा अब मठ मन्दिरहरूदेखि लिएर रोडदेखि लिएर खानेपानीदेखि लिएर अनि सामाजिक न्यायका क्षेत्रमा हेर्ने हो भने उहाँले समग्र रूपमा समानुपातिक हिसाबले विकास निर्माणको कार्यमा अगाडि बढ्नु भएको छ र युवा हुनुहुन्छ र उहाँले चाहिँ राम्रै गर्नु भएको छ भन्ने हामीलाई लागिरहेको छ। सबैका कुराहरू राम्रोसँग सुन्नुहुन्छ र सबैले भनेका कुराहरूलाई समग्र विचार गरी र बढीभन्दा बढी जसले सर्वहिताय हुन्छ, सबैको हित हुने काम उहाँले गरिराख्नु भएको छ र सबैलाई सोधेर मात्रै, अग्रजहरूलाई पनि सोधेर आफ्नो पनि विवेक प्रयोग गरेर काम गर्दै हुनुहुन्छ। यसरी नै विकास गर्दै गयो भने उहाँको कार्यकाल स्वर्णिम नै हुन्छ जस्तो मलाई लाग्छ। वडा अध्यक्ष शेरबहादुर महरा तथा उनको टिमको स्पिड र उपमहानगर सङ्घको समन्वयले धनगढी 12 लाई उत्कृष्ट वडा बनाउन सफल भइन्छ कि भन्ने विश्वास लिएको छ। वडाले गर्ने हरेक राम्रा गतिविधिमा उपमहानगरबाट आवश्यक सहयोग हुँदै आएको छ। गरिबी नियन्त्रण गर्ने हो, माथि उकास्ने हो, हामीले सबैलाई आर्थिक पक्ष सबल बनाउने हो। यी केही प्रतिनिधिमूलक काम भए पनि जनतासँग प्रत्यक्ष जोडिएको वडाका जनप्रतिनिधि आफ्नो कर्तव्यमा सधैँ क्रियाशील छन्। जनप्रतिनिधिले मात्रै क्रियाशील भएर समाजको विकास सम्भव छैन। वडामा हुने हरेक गतिविधिमा नागरिकको सहभागिता जरुरी छ। अब स्वच्छ, सफा, शान्त, सुरक्षित समाजसँगै चोरी, तस्करी, अपराधिक गतिविधि, कुसंस्कार, कुरीति र कुलतमुक्त वडा निर्माणका लागि सबै नागरिक एक भएर अगाडि बढ्न आवश्यक छ।